मान्छे भएर जन्म लिइसकेपछि के आजभन्दा बढी भोलिको चिन्ता हुने। सबैलाई यस्तै हो कि मलाई मात्रै हो। अनि भोलि चाहिँ अब रक्षाबन्धन पनि भइहाल्यो, पूर्णिमा शुक्रबार सबै एकै दिन परिहा। भोलि मेरो व्रत पनि हो। अनि भोलि चाहिँ बिहान बिहान हतार हुन्छ नि, अनि पूजा यो तामाको भाँडा माझ्नु फेरि कति टाइम लाग्ने, हतार हुन्छ भनेर अनि मैले चाहिँ जहिले पनि अघिल्लो दिनै भाँडाहरू सब माझेर राख्छु के। अनि माझेर छोड्दाखेरि फेरि बिहान उस्तै दाग बसेर कालै कालो हुन्छ। अनि मैले चाहिँ माजिसकेपछि जहिले यस्तै सफा कपडाले पुसेर राखे, पानी सानी सुक्खा बनाएर पुसेर राखे पनि त्यस्तै भइरहेको छ कि टलक्क केही हुन्न, कति राम्रो हुन्छ। त्यही भएर अघिल्लो दिनै सब सामानहरू रेडी बनाएर राख्यो भने अर्को दिन बिहान सजिलो हुन्छ। नत्र केटाकेटीसँग एक्लै कति हतार हुने के, जति गर्छु भन्दा पनि भ्याइ नभ्याइ हुने। अनि त्यही भएर अब चाडपर्वको दिन त झन् कति हतार हुन्छ केटाकेटीसँग। अनि त्यही भएर अघिल्लो दिनै रेडी बनायो भने अब व्रतको दिन त मात्रै त केही हुन्थेन। त्यही पनि मैले भाँडाहरू चाहिँ पूजाको सामानहरू सब अघिल्लो दिनै रेडी बनाउँछु क्या। जस्तो फुल डुबो अनि प्रसादहरू तिनीहरू मात्रै अर्को दिन हो। नत्र अघि यस्तो भाँडाहरू चाहिँ अघिल्लो दिनै माझेर राख्छु ठिक्क बनाएर, अनि सजिलो हुन्छ क्या। नत्र हतार हुने। त्यही पनि अहिले हतार भइहाल्यो, भिडियो बनाएर एडिट गरेर हाल्दासम्म कस्तो हुने हो।